नमस्कार साथीहरू, वेलकम टु माई मिनी ब्लग। आजको बिहानीको सुरुवात चाहिँ मेरो यो इन्भाइरोमेन्टबाट भएको थियो। मैले झाडु पोछा गरिसकेपछि चाहिँ सिधै तरकारी केलाउनतिर लागेँ। अहिले चाहिँ केही तरकारी छैन, रेनी सिजन भएर। खाए घिरौँला, लौका, यही भिन्डी यस्तै छ। तामाहरू त मिठो हुन्छ, तामा नि पाइन्छ पाइन त। अनि आजको लागि चाहिँ भिन्डी गरेको थिएँ, किनभने बाबु उठेर डिस्टर्ब गरिहाल्छ भनेर मैले पहिला सुरु चाहिँ तरकारी केलाउने काम गर्छु। नभए उसले सिधै तल पुर्याइदिन्छ। उसले भेट्यो भने त बारीमा पुग्यो भने जानिहाल्यो हुन्छ। न तरकारी खान पाइन्छ, न चक्कु भेट्न पाइन्छ। त्यसपछि मैले दुध तताएँ, एउटा ग्यासमा दुध तताएँ, अर्को ग्यासमा दाल बसालेँ। अनि त्यतिन्जेलसम्म मैले आलु काट्दैछु कि आलु पनि काटिसकेँ। अनि त्यति गरेर चाहिँ फेरि बाबुलाई यहाँ उठ्यो कि ऊ उठेर मामु 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 भन्दै आइरहेको थियो। उसलाई चाहिँ यताउति गराउने, यताउति गराएँ। अनि त्यसपछि तरकारी बसाएँ। तरकारी नि चिप्ले भिन्डी त हो, कति बेर लाग्छ र एकैछिन फालक फुलुक पारेपछि त पाकिहाल्छ, टाइमै लाग्दैन। तेलमा हालिसकेपछि पाक्यो भने जाने हुन्छ। अझ मलाई चिप्ले भिन्डी त हाफ बोइल गरेको पनि मिठो लाग्छ कि कहिलेकाहीँ। बाबुलाई पनि त्यसरी नै बनाइदिन्छु, पकौडा स्टाइलले बोइल गरेर अनि तेलमा तारेर। आफू पनि त्यसरी नै खान्छु। यो चाहिँ मलाई एकदम मनपर्ने तरकारी हो कि चिप्ले भिन्डी। यो बसालेँ। अनि यता सिटी लाग्दैछ दालमा। खाना पनि मैले एकैछिन बनाएको थिएँ कि मैले भिडियो चाहिँ बनाउन बिर्सिएछु। अनि त्यो हेरेर हामी खानासाना खाएर फेरि बाबुहरू यसरी खेलिरहेछन्। दिस मच फर टुडे, थ्याङ्क यू।